21 गते फागुन 21 गते हुन गइरहेको निर्वाचनमा घर दैलो कार्यक्रम अन्तर्गत आज हामी भीमबहादुर चोकमा आइपुगेका छौँ। यस चोकमा सानो कोट सभा हामी नेपाली काङ्ग्रेस बदलेर आएको काङ्ग्रेस पार्टी बदलेर आएको छ। अब देश बदल्नको लागि हामी यो निर्वाचनमा उभिरहेका छौँ। यस निर्वाचनमा देशवासीलाई के भन्न चाहन्छु भनेदेखि भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने, भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने, सुशासन दिने र तपाईँको समृद्धि हासिल गर्ने, आर्थिक उन्नति गर्ने, स्वास्थ्य र शिक्षामा निःशुल्क गर्ने र कृषिमा वैज्ञानिक तरिकाले भन्नु चाहिँ कृषि प्रणाली भन्नु चाहिँ लागू गर्ने को साथमा आज हामी निर्वाचनमा उभिरहेको छौँ। हाम्रो रोडम्याप भन्नु चाहिँ देशलाई समृद्धि बनाउने, सुखी नेपाली बनाउने, समृद्ध नेपाल बनाउने हाम्रो परिकल्पना छ। यसलाई साकार पार्नको लागि हामी निर्वाचनमा उभिरहेका छौँ। तपाईहरु सम्पूर्ण मतदाता दाजुभाइ दिदीबहिनीहरू, यस नगरका चाहिँ बासिन्दाहरू, काङ्ग्रेसले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्छ र मानवताको बोल्ने अधिकारको स्वतन्त्र कायम गर्छ, संविधानको रक्षा गर्छ, तपाईँको भ्रष्टाचार निर्मूल गर्छ। यसैलाई तपाईँहरूले सम्झेर नेपाली काङ्ग्रेसको रुख चिन्हमा मतदान गरी युवा नेता गगन थापा प्रधानमन्त्री हुँदै हुनुहुन्छ, उहाँलाई सहयोग पुग्नको लागि यो क्षेत्रबाट निर्वाचनमा सरिक भइदिनु भन्ने अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल।